बलेको व्यवहारबाट हैरान प्रिज्मा भन्छिन् अब बलेसँग कुनै सम्झौता हुँदैन। पछिल्लो समय सामाजिक सञ्जालमा टिकटकर तथा मोडल प्रिज्मा खतिवडा र सागर लम्साल बलेको कुरालाई लिएर निकै चर्चा चलिरहेको छ। एक टेलिभिजन अन्तर्वार्तामा पुगेर प्रिज्माले बले र आफ्नो बारेमा थप कुरा खुलाएपछि झनै चर्चा थपिएको छ। प्रिज्मा खतिवडाले पटक पटक आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको भन्दै कलाकार सागर लम्साल बले विरुद्ध प्रहरीमा निवेदन दिनुपरेको बताएकी छिन्। आफ्नो फोटो भिडियो प्रयोग नगर्न र अनावश्यक रूपमा व्यङ्ग्य नगरिदिन आग्रह गर्दा पनि सागरले नमानेपछि आफू कानुनी उपचार खोज्न बाध्य भएको उनको भनाइरहेको छ। प्रिज्माले प्रहरीमा निवेदन दिएपछि सागरले आफूबाट गल्ती भएको भन्दै माफी मागेको र आउँदो दिनमा प्रिज्माको फोटो भिडियो प्रयोग नगर्ने प्रतिबद्धता जनाएपछि प्रहरी कार्यालयमा मिलापत्र भएको थियो। प्रहरीको उपस्थितिमा भएको मिलापत्रको व्यवस्था गर्दै 6 महिनापछि पुनः सागरले चरित्र हत्या गर्ने गरी आफ्नो फोटो भिडियो प्रयोग गर्न थालेको प्रिज्माको आरोप रहेको छ। उनका अनुसार मिलापत्र गर्दा फोटो भिडियो प्रयोग नगर्ने, चरित्र हत्या गर्ने गरी व्यङ्ग्य नगर्ने, फ्यान पेज मार्फत अनावश्यक लाञ्छना नलगाउन सागरले सहमति जनाएका थिए। तर 6 महिनापछि उनले आफूलाई फ्यान पेज मार्फत तनाव दिन थालेको प्रिज्माको गुनासो छ। सागरको पर्सनल फेसबुक अकाउन्ट र फ्यान पेज दुवैबाट आफ्नो फोटो भिडियो हटाउन आग्रह गरे पनि नमानेको प्रिज्माले बताउँछिन्। सागरको फ्यान पेज पनि उनी स्वयं सागरले चलाउने र त्यसबाट आफूलाई मानसिक तनाव दिने खालको सामग्री प्रयोग गर्ने गरेको उनको भनाइ छ। कुन कपाल जोडी राम्रो भनेर आफ्नो तस्बिरसँग मेरो तस्बिर राखेर फ्यान पेजमा राख्ने गरिएको छ, जबकि उहाँसँग मेरो त्यस्तो कुनै सम्बन्ध छैन, उनले भनेकी छन्। एउटा अन्तर्वार्ताको क्रममा प्रिन्सी बहिनीलाई विगतको के कुराले भावुक बनाउँछ भनेर सोधिएको प्रश्नमा उनी भावुक भएर रुदा सँगै रहेकी प्रिज्मा दिदी पनि रोएपछि केही सञ्चार माध्यममा त्यही तस्बिर राखेर प्रिज्मा र सागरको ब्रेकअप भयो भन्ने समाचार आएको उनी बताउँछिन्। त्यसमा कुनै सत्यता नरहेको उनी प्रश्न पार्छिन्। हास्य टेलिभिजन कार्यक्रम कमेडी दरबार र त्यसअघि आम्मा कसम यहाँ दुख्छ र सकिगोनीमा आफूहरूलाई लक्षित गर्दै व्यङ्ग्य गर्ने र लाञ्छना लगाउने प्रयास भएको प्रिज्मा र प्रिन्सीको आरोप छ। कमेडी दरबारमा आफूलाई चोट पुर्याउने क्लिप्स हटाउन आग्रह गरे पनि निर्माण पक्षले नमानेपछि कानुनी कारबाहीका लागि अगाडि बढ्न बाध्य भएको प्रिज्माको भनाइ छ। उनले फागुन 18 गते जिल्ला प्रहरी परिसर काठमाडौँमा सागर लम्साल बले र कमेडी दरबार सोका सञ्चालक द्वय विक्की अग्रवाल र श्रद्धा परसाई अग्रवाल विरुद्ध चरित्र हत्या गरेको भन्दै कानुन बमोजिम कारबाहीको माग गर्दै उजुरी दिएकी थिइन्। कमेडी दरबारको निर्माण पक्षसँग भने अहिले मिलापत्र भइसकेको छ। सागरसँग भने प्रिज्मा मिलापत्र नगर्ने पक्षमा छिन्। एकपटक भएको मिलापत्र विरुद्ध गएर सागरले पुनः आफ्नो चरित्र हत्या गरेको भन्दै अब कानुनी कारबाहीमा जाने उनले बताएकी छिन्। बारम्बार एउटै कुरा दोहोरिने भएपछि अब फेरि पनि मिलापत्र गर्नुको अर्थ नरहने उनको भनाइ छ। सागर र प्रिन्सीले केही वर्ष अगाडिसम्म धेरै म्युजिक भिडियोमा सहकार्य गरेका थिए। उनीहरूले सँगै दर्जनौं म्युजिक भिडियोमा अभिनय गरेका थिए। पछि सागरले म्युजिक भिडियो निर्देशक र निर्माताहरूलाई प्रिन्सीलाई आफ्नो प्रोजेक्टमा नलिन आग्रह गर्ने गरेको प्रिज्माले बताएकी छिन्। कसैले हामीलाई आफ्नो म्युजिक भिडियोमा लियो भने मोडल चाहिँ राम्रै लिएनौ भनेर भन्ने गरेको पनि सुन्यौं, उनले भनेकी छिन्। सायदै उहाँ हामी अगाडि बढेको हेर्न चाहनुहुन्न थियो। प्रिज्माले आफू निर्दोष रहेको भन्दै आफ्नो चरित्र हत्या गर्ने प्रयास सागरले गरेको पर्याप्त प्रमाण आफूसँग रहेको उनले बताएकी छिन्। आवश्यक परेको ठाउँमा सबै प्रमाण देखाउन आफू तयार रहेको पनि उनले प्रश्न पारेकी छिन्। सागरसँग कुनै पनि प्रोजेक्टमा काम नगर्ने निर्णय गरिसकेपछि पनि उनले सँगै काम गर्न आग्रह गरेको, तर आफू उनीसँग कुनै पनि म्युजिक भिडियोमा काम नगर्ने उनको भनाइ छ। उनको व्यवहारले सँगै काम गर्न नसकिने प्रिज्माले बताएकी छिन्।